के भएको छ म के भनेको छु खिच न बेसरी गीत खिच हेरेर बसेर मिठो छ भन्नेले मिठो त काम गरेर तेरो भुँडी यत्रो सुन्नुहोस् आफूलाई जस्तो मासु खानु मन लाग्यो त्यस्तै मेरो त ओखेर तेरो भुँडी यत्रो सुन्छ माछाको लाही को नि यो गीतकारमा मलाई त्यसो भन्छ कि ए तपाईँलाई भनेको बुझु लाइटमा आउनुपर्छ के अरे के अन्त मेरो भुँडी यत्रो सुन्यो भने त मर्छस् अरे अनि चिन्नुहुन्छ यसलाई को चिनिन को ए अनि किन बोल्नु भएको त यस्तै अन्त यता नआएर मलाई यत्रो मेरो भुँडी सुनिन्छ चोखे लाग्यो चोखे लाग्छ मेरो चोखे लागोस् मेरो चोखे लागोस् जैदारकाले खाएको मासु भात हेरेको छ अनि मिठो छ मिठो छ लागोस् मेरो चोखे लागोस् हेरेर बसेर मिठो छ भन्नेले काम गर्न सकिन्न काम गरे पो पैसा आउँछ पैसा आएपछि आफूलाई जस्तो मासु खानु मन लाग्यो त्यस्तै सुँगुरको राँगा तेरो भुँडी यत्रो सुन्यो भने मलाई भन् माछाको लाही ठुक्का डाँडी म खानु र मरेको देखिस ल खानु र मरेको देखिस भरेसँगै बसेर कुरा यी आज बल्ल बल्ल खानु पाएर त्यस्तो कुरा गर्छ जाँची होइन बल्ल बल्ल पाएको खाऊ यसरी खाऊ तेरो भुँडी यत्रो आइन्जल खा के अरेको तेरो भुँडी यत्रो आइन्जल खा आफू पनि मासु भात किनेर खानु नि जैदारकाले खाएको मासु भात हेरेको छ तेरो मिठो छ तेरो खाउ लाग्यो ए मेरो दुख छोरो हेरेर बसेर मिठो छ भन्नेले अन्त सकिन्न अन्त हेर्नु सकेको छुइनँ काम गरेको पैसा आउँछ पैसा आएपछि आफूलाई जस्तो मासु खानु मन लाग्यो त्यस्तै सुँगुरको राँगाको कुखुराको ढिङ्कुली माछाको लाही यो को न को नि मेरो भुँडी ढडिन्छ तर नहेर अरे लाइटमा आउनुपर्छ है भरेसँगै बसेर कुराकानी गर्नु कतै जाँची बोला बोला खानु पाएर बोला खानु पाइछैन अब हेर तेरो भुँडी यत्रो सुनिन्छ हेर के अरेको हेरे मेरो चोखेले यत्रो तेरो भुँडी हुन्छ किनेर खानु नि